ऊ त जनताको काम गर्ने हो। जनताले प्रत्यक्ष निर्वाचित गरेको मान्छेले तपाईँले मलाई किन धकाल्नु भएको? भाइ यो पुष्टि के यहाँ भिड गरेको देख्दैन? कसले भिड गरेको छ? पाउँदैन तपाईँलाई? भाइ यो पुष्टि तपाईँले किन मलाई पुस गर्नुभएको? मैले पुस गरेँ भने तपाईँको हालत के होला? तपाईँले एउटा जनताले प्रत्यक्ष निर्वाचित गरेको व्यक्तिको अहम यो हो। यत्रो भिड भइरहेको छ, भिडमा यत्रो भिड भइरहेको छ, पछाडिबाट भिड भइरहेको छ। भिडमा त कमसेकम भिड अर्को पालो भिड मैले भनेको पालो पालो आफ्नो काम गरेर जानु भएको राम्रो काम सपोर्ट गर्ने त्यही भनेको त नि उहाँले त राम्रो तरिकाले आफ्नो तरिकाले बुझ्नु हो। क्वालिटीले पनि हेर्ने किताब चाहिँ किन्नै पऱ्यो क्या किताब किन्नुहुन्छ हजुरहरू? केही भन्न चाहनुहुन्छ?